कहिलेकाहीँ सोच्दै नसोचेको कुरा पनि भइदिन्छ है। हेर्नुहोस् न फेरि आज बिहानै आएको अफिस पुरै तालचाहरू फुटाएको रहेछ है। अगाडि पनि थियो, गेटमा पनि थियो, भित्र पनि थियो। त्योभन्दा भित्र 5 वटा जति चाबी थियो, सबै फुटाएको रहेछ। हेर्नु न, अफिसमा फुटाएर चोर पसेर है त्यहाँ भएको ल्यापटपहरू सबै लिएर गइदिएछ क्या। हेर्नु न, त्यो कुनै पनि सामान किन्ने बेला कति मेहनत, कति दुःख, कति परिश्रम गरेर जोडेको हुन्छ है। अब यसरी हेर्नुहोस् त कति सजिलै चोर पसेर चोरेर गएको छ। अब जान चाहिँ पुलिस केस गरेको छौँ, पुलिसमा गएर भनेको छौँ, निवेदन दिएको छौँ। अब मेबी पुलिसले पनि केही गरिदिनुहुन्छ। पुलिसले यस्तो चोरलाई नि पुलिसले समात्न सकेन भने चाहिँ हामी एकदमै सुरक्षित चाहिँ रहेछौँ है। अब तपाईँहरूलाई पनि म के भन्न चाहन्छु भने अलिकति सुरक्षित भएर बस्नुहोस्। तपाईँको पनि कतै पसल होला, केही होला है, अलिकति राम्ररी सुरक्षित चाहिँ बनाउनुहोस्।